गृह पाठशालालाई सब्स्क्राइब गर्नुहोस्, सँगै रहेको घन्टी दबाउनुहोस्, साथै लाइक, कमेन्ट अनि सेयर पनि गर्नुहोला। हाम्रो देशमा बेला बेलामा केही महापुरुषहरूको जन्म भएको छ र तिनले राजनीति, साहित्य, समाजसेवा आदिका क्षेत्रमा महत्त्वपूर्ण योगदान दिए ठूलो ख्याति कमाएका छन्। यस्तै महापुरुषहरूमध्ये लक्ष्मीप्रसाद देवकोटा पनि एक हुन्। उनले नेपाली साहित्यका माध्यमबाट नेपाली समाजमा आफूलाई एक विशिष्ट प्रतिभाका रूपमा चिनाउने काम गरे। नेपाली साहित्यको आधुनिक युगको थालनीसँगै देखा परेर आफ्नो जीवन रहेसम्म नेपाली साहित्यको उत्थानमा उल्लेखनीय काम गर्ने देवकोटा एक महान साहित्यकार हुन्। लक्ष्मीप्रसाद देवकोटाको जन्म विक्रम सन् 1966 साल कार्तिक 27 गते लक्ष्मी पूजाको दिन काठमाडौँको दिल्ली बजार स्थित धोबीधारामा भएको हो। उनका पिताको नाम तिलमाधव देवकोटा र माताको नाम अमरराजे लक्ष्मी देवकोटा हुन्। लक्ष्मीप्रसादको न्वारानको नाम तीर्थमाधव देवकोटा थियो, तर गैतियारे औँसी वा लक्ष्मी पूजाको दिन जन्मेका हुनाले उनलाई लक्ष्मीको प्रसाद मानेर उनको नाम लक्ष्मीप्रसाद राखियो। उनी तिलमाधव देवकोटाका साइँला छोरा भएकाले चिने जानेकाहरू उनलाई साइँला बाजे, साइँला दाई जस्ता नामले बोलाउने गर्दथे। तर लक्ष्मीप्रसादकै नामबाट उनी नेपाली साहित्यका फाटमा चम्किन पुगे। हुने बिरुवाको चिल्लोपात भने चाहिँ लक्ष्मीप्रसाद देवकोटा सानैदेखि तीक्ष्ण बुद्धिका थिए। उनको दिमाग अत्यन्त तेजिलो थियो। उनले 5 वर्षको उमेरमा आफ्नै पिताबाट अक्षरारम्भ गरे। उनले घरमा पिताबाट संस्कृत अध्ययन गरिरहेका थिए, तर आमा र जेठा दाजुको चाहना अनुसार अङ्ग्रेजी पढ्न लक्ष्मीप्रसाद देवकोटा दरबार हाई स्कुलमा 5औं कक्षामा भर्ना भए। उनको पढाइ पनि राम्रो हुँदै गयो। यस क्रममा विक्रम सम्वत 1982 उनले भारतको पटनाबाट प्रथम श्रेणीमा म्याट्रिक परीक्षा पास गरे। उनले विक्रम सम्वत 1985 पटनाबाट द्वितीय श्रेणीमा आइएससी पास गरे। पछि उनले पटना विश्वविद्यालयबाट बिए पास गरे। उनले पटनाबाट बिएल पनि पास गरे। विक्रम सम्वत 1993 उनले कलकत्ता र पटनाबाट एकैपटक एमएमा 2 परीक्षा दिने व्यवस्था मिलाएका थिए, तर उनले ती परीक्षामा सामेल हुन पाएनन्। यसरी बिए र बिएलसम्मको उच्च शिक्षा हासिल गरेपछि उनको औपचारिक पढाइ त्यहाँबाट अघि बढ्न सकेन, तर उनले घरमै बसी बसी धेरै पढेर उनी धेरै जान्ने भए। देवकोटाको रुचि सानै उमेरदेखि साहित्य सृजनातर्फ रहेको थियो। उनले 10 वर्षको उमेरमा कविता लेखेर आफ्नो प्रतिभाको परिचय दिइसकेका थिए। पछि गएर उनले नेपाली साहित्यका कविता, निबन्ध, कथा, उपन्यास, नाटक आदि सबै विधामा हात हाले। यी सबै विधामा उनको कलम बेजोड रूपमा चलेको पाइन्छ। तापनि कविता र निबन्ध विधामा उनले सबभन्दा बढी सफलता प्राप्त गरेका छन्। देवकोटाले 650 भन्दा बढी फुटकर कविता, 2 दर्जनभन्दा बढी खण्डकाव्य र आधा दर्जन महाकाव्य लेखेर आधुनिक नेपाली कवितालाई निकै समृद्ध तुल्याएका छन्। भिकारी मनोरञ्जन, लक्ष्मी कविता सङ्ग्रह जस्ता कविता सङ्ग्रहमा उनका उत्कृष्ट एवं गहकिला कविताहरू सङ्कलित छन्। 1992 सालमा छापिएको मुनामदन खण्डकाव्य उनको सबैभन्दा चर्चित एवं लोकप्रिय कृति हो। उनले शाकुन्तल, सुलोचना, प्रमेथस जस्ता सफल महाकाव्य लेखेर आफूलाई नेपाली भाषाको सर्वोत्कृष्ट कविका रूपमा चिनाएका छन्। उनका काव्य कृतिमा खास गरी प्रकृतिको सुन्दरता, प्रकृति प्रेम, राष्ट्रियता, ईश्वर भक्ति, सामाजिक कुरीतिप्रतिको व्यङ्ग्य,
मानवतावादी विचार आदिको कलात्मक अभिव्यक्ति पाइन्छ। देवकोटाले कविता विधापछि सफलता पाएको क्षेत्र चाहिँ निबन्ध विधा नै हो। निबन्धका फाँटमा पनि उनले खास गरी निजात्मक निबन्ध लेखेर ख्याति कमाएका छन्। लक्ष्मी निबन्ध सङ्ग्रह र डाडिमको रुख नेर उनका निबन्ध सङ्ग्रह हुन्। उनले निबन्ध मार्फत आफ्ना मनमा उब्जेका भावनाहरूलाई रोचक ढङ्गले व्यक्त गरेका छन्। उनले खास गरी प्रकृति, मानव जीवन, कला, साहित्य र समाजका विभिन्न पक्षलाई लिएर निबन्ध लेखेका छन्। उनका निबन्धमा युगबोध, क्रान्ति चेतना र व्यङ्ग्य चेतना पनि पाइन्छ। नेपाली कविताका फाँटमा जस्तै नेपाली निबन्धका फाँटमा पनि अहिलेसम्म उनको स्थान सर्वोच्च रहेको छ र यी दुई फाँटमा उनलाई अहिलेसम्म कसैले पनि उछिन्न सकेको छैन। देवकोटा बहुमुखी प्रतिभाका धनी मानिन्छन्। उनले कविता र निबन्ध विधाका अतिरिक्त कथा, उपन्यास र नाटक विधामा कलम चलाएर आफ्नो बहुमुखी प्रतिभाको परिचय दिएका छन्। उनले लेखेका कथाहरू लक्ष्मी कथा सङ्ग्रहमा सङ्घालिएका छन्। उनले एउटा मात्र उपन्यास लेखेका छन् र त्यो हो चम्पा। उनका सावित्री सत्यवान भन्ने पद्यात्मक नाटक र कृषि बाला भन्ने गीति नाटक गरी 2 नाट्यकृति पनि प्रकाशित छन्। लक्ष्मीप्रसाद देवकोटाले सर्वप्रथम पाश्चात्य साहित्यमा चलेको स्वच्छन्दवादी धारालाई आफ्ना रचना मार्फत नेपाली साहित्यमा भित्राउने काम गरे। त्यसैले उनलाई आधुनिक नेपाली साहित्यको स्वच्छन्दतावादी धाराका प्रवर्तक मानिन्छ। उनले प्रगतिवादी दृष्टिकोणलाई पनि आफ्ना रचनामा व्यक्त गरेका छन्। आफ्नो जीवन रहन्जेलसम्म एउटा युगको नेतृत्व गर्ने देवकोटा नेपाली साहित्यका एक अनमोल रत्न हुन् र एक साहित्यिक युग पुरुष पनि हुन्। देवकोटा एक सफल साहित्यकार हुनाका साथै जागिरे लेखक, शिक्षक, सम्पादक र मन्त्री पनि भएका थिए। उनले 2000 सालमा नेपाली भाषानुवाद परिषदमा जागिरे लेखकका रूपमा काम गरेका थिए। 2003 सालमा त्रिचन्द्र कलेजमा अङ्ग्रेजी र नेपाली विषयको शिक्षक भई उनले पढाउने काम गरे। त्यसपछि उनले केही समय पद्मकन्या कलेज र नेपाल कमर्स क्याम्पसमा पनि पढाउने काम गरे। 2004 सालदेखि 2006 सालसम्म भारतको बनारसमा बस्दा उनले युगवाणी भन्ने पत्रिकाको सम्पादन पनि गरे। त्यसै गरी 2014 सालमा केही महिनासम्म उनी नेपालको शिक्षा तथा स्वायत्त शासन मन्त्री पनि भए। विक्रम सम्वत 2014 सालमै उनी रोयल नेपाल एकाडेमीका प्राज्ञ पनि भए। यी विभिन्न पेसामा उनले देशको भलाइ हुने निकै राम्रा काम पनि गरे। देवकोटा राणा शासनका कट्टर विरोधी थिए। उनले सधैँ त्यस जहानिया शासन व्यवस्थाको घोर विरोध गरे। विक्रम सम्वत 1987 को लाइब्रेरी पर्वमा संलग्न रहेर उनले अप्रत्यक्ष रूपमा आफ्नो राणा विरोधी अभियान थालेका थिए। विक्रम सम्वत 2004 सालतिर राणाहरूको खुलेर विरोध गर्ने सिलसिलामा उनी भारतको बनारस गई बसे। त्यहाँ उनी राजनीतिक गतिविधिमा सक्रिय भई लागे। त्यहाँ बस्दा उनले निकै दुःख कष्ट खेप्नु पर्यो। त्यस बेलाका उनका रचनामा क्रान्ति तथा विद्रोहको स्वर निकै घन्किएको भेटिन्छ। यसरी नेपाल र नेपाली जनताको मुक्तिका लागि उनले पुर्याएको योगदान निकै सराहनीय छ। देवकोटाको जीवन आँधीबेहरीको कथा थियो भनिन्छ। उनले जीवनमा निकै दुःख आपद विपद खेप्नु पर्यो। उनी 25 वर्षको हुँदा उनकी आमाको मृत्यु भयो। आमाको मृत्यु भएको वर्ष दिन पनि बित्न नपाउँदै उनका बुवाको पनि मृत्यु भयो। आमा बुवाको निधनले एकातिर देवकोटाको कोमल हृदय छिया भयो भने अर्कातिर उनले पारिवारिक जिम्मेवारी पनि बोक्नु पर्यो। अर्कातर्फ उनले जीवनमा धन कमाउन पनि खुबै दौडधुप गर्नु पर्यो। यसैबीच उनीमाथि पुत्रका मृत्युको शोकको पीडा पनि थपियो। एकपछि अर्को गर्दै आइपरेका यी स्वजनसँगको वियोगका घटनाले उनको भावुक मनलाई साह्रै आहत तुलाए। यस्ता दुःख खेपेर पनि उनले नेपाली साहित्यको भण्डारमा आफ्ना रचनाहरू दिइरहे। देवकोटामा चुरोट पिउने बानी थियो। अत्यधिक चुरोट पिउँदै जाँदा उनलाई क्यान्सर रोगले आक्रमण गर्यो। उनले समयमा त्यस रोगको उपचार गर्न सकेनन्। परिमाण स्वरूप 2016 साल भदौ 29 गतेका दिन
काठमाडौँको पशुपति आर्यघाटमा उनको निधन भयो। उनी मरेर गए पनि उनको कीर्ति मरेको छैन। नेपाली साहित्यका फाँटमा उनले पुर्याएको उल्लेखनीय योगदानको कदर गर्दै उनलाई रोयल नेपाल एकाडेमीले मरणोपरान्त 2023 सालमा त्रिभुवन पुरस्कार प्रदान गरेर सम्मान गर्यो। आज उनी हामीहरूका माझमा छैनन्, तर उनले छोडेर गएका कृतिहरूले हामीलाई उनको अभाव हुन दिने छैनन्। उनी आफ्ना कृतिहरूकै कारण सधैँ अमर रहनेछन्।